ल हेर्नुस् है, वृद्ध भत्ता पाउने बाआमाहरूको लागि एकदमै खुसी खबर आएको छ। प्रधानमन्त्री बालन शाहले अब 60 वर्ष पुग्ने बित्तिकै मासिक 6000 रुपियाँका दरले वृद्ध भत्ता दिने भएका छन्। प्रधानमन्त्री बालन शाहले अब भने बल्ल नेपाली जनताको चाहना अनुसारको काम गरिदिएका छन् है। प्रधानमन्त्री बालन शाहको यो नयाँ निर्णय र नयाँ नियम तपाईँलाई कस्तो लाग्यो? आफ्नो मनमा लागेको कुरा कमेन्ट गर्नुहोस् र भिडियोलाई व्यापक शेयर गरेर चाहिँ 3 करोड नेपालीमा पुगाइदिनुहोस् है त। उहाँले भनेको कुरा सही छ कि गलत छ? कमेन्ट शेयर फलो गर्नुहोस् त। उहाँले भनेको कुरा त मलाई एकदम सही लागेर आइरहेछ, मलाई एकदम राम्रो भएर आइरहेछ। अब यो चाँडो लागु होस्, सबजनालाई पाओस् भन्ने अनुरोध गर्न चाहेँ। पछि आफूलाई पनि पाउला भन्ने अनुरोध गर्न चाहेँ। ल मको कुरा सुन्नुहोस् त, कस्तो लागेर आयो? फलो, लाइक, कमेन्ट शेयर गर्नुहोस् त यो भिडियोलाई। सक्दो यो नेपाल अधिराज्यभरि विश्वमा छरिएका नेपालीहरूसँग यो भिडियो पुगोस् भन्ने अनुरोध गर्न चाहेँ। ल बाई बाई।